नेपाल भारत सीमा रक्सोलबाट 50 किलोमिटर उत्तरतर्फ लागेपछि त्रिभुवन राजपथ निर्माण अघि भारतको रक्सोलबाट नेपालको अमलेखगञ्जसम्म 39 किलोमिटर चल्ने गरेको रेलको इतिहास स्मरण गर्दै मकवानपुर जिल्ला पुगिन्छ। मकवानपुर प्रवेशको क्रममा चुरे पर्वतमा निर्माण गरिएको दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग हेर्दै नेपालकै सफा सहर हेटौँडा पुगिन्छ। 5 पाण्डव मध्येका भीमले विवाह गरेको मानिने हिडिम्बाको वासस्थान यसै क्षेत्र भएकाले हिडिम्बाबाटै हेटौँडा नाम रहन गएको जनविश्वास छ। हेटौँडा क्षेत्रमा घुम्नका लागि प्रसिद्ध मन्दिर, धाम, गुम्बा, पार्क, स्मारक आदि रहेका छन्। हेटौँडाको मुख्य बस स्टेसनबाट करिब 15 मिनेट पैदल हिँडेर हिडिम्बा अर्थात् भुटन देवी मन्दिर पुग्न सकिन्छ। त्यति मात्र होइन, यस क्षेत्रको हर्नामाडीमा नेपालकै पहिलो मूर्ति बगैँचा रहेको छ। यस जिल्लामा नेपालमा रहेका 200 भन्दा बढी गढीहरूमध्येकै ठुलो मकवानपुर गढी पनि रहेको छ। 11औं शताब्दीमा तुलासेनले यो गढीको निर्माण गरेका हुन्। हेटौँडाको अर्को आकर्षण शहीद स्मारक क्षेत्र पनि हो। वार्षिक 5 लाख पर्यटक आउने यो क्षेत्रमा एउटै ढुङ्गामा शहीदहरूको आकृति कुदिएको छ भने पिकनिक स्थल, चिडियाघर, मनोरञ्जन पार्क समेत रहेका छन्। सन् 1951मा भारत सरकारको सहयोगमा निर्माण भएको त्रिभुवन राजपथ भएर काठमाडौँ जानका लागि सबैभन्दा छोटो दूरी पर्दछ। यस मार्गमा प्रसिद्ध तीर्थस्थल त्रिखण्डी हुँदै चिसो स्थान सिमभन्ज्याङ पुगिन्छ। यस क्षेत्रमा हिउँदमा हिउँ समेत पर्दछ। यही राजमार्गको छेउमा पहाडको टाकुरामा अवस्थित ऋषेश्वर पुग्न सकिन्छ। ऋषेश्वरलाई बौद्ध धर्मावलम्बीहरू गुरु रिम्पोछेले साधना गरेको स्थलको रूपमा लिन्छन् भने हिन्दू धर्मावलम्बीहरूले ऋषिको तपस्थलको रूपमा लिने गरेका छन्। त्रिभुवन राजपथ अन्तर्गत दामनमा रहेको भ्यू टावरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित दर्जनौं हिम टाकुरा तथा हिम श्रृङ्खलाहरू नजिकै देख्न सकिन्छ। ईसा पूर्व 268 देखि 232 सम्म शासन गरेका सम्राट अशोक बौद्ध धर्मको प्रचारमा नेपाल आउँदा निर्माण गरिएको चैत्य पनि यही जिल्लामा रहेको छ। सम्राट अशोक मकवानपुरको चितलाङको मार्ग भएर काठमाडौँ पुगेका थिए। चितलाङ हुँदै काठमाडौँ पुग्ने सडक सबैभन्दा पुरानो सडक मार्ग हो। त्रिभुवन राजपथ निर्माण हुनु अघि यही बाटो भएर सवारी साधन मान्छेले बोकेर काठमाडौँ पुर्याउँथे। पहिला काठमाडौँबाट देशका अन्य स्थानमा जानुपर्दा मकवानपुरको भीमफेदी भएर नै जाने गरिन्थ्यो। त्यो समयमा भीमफेदी चल्तीको बजार थियो भने मकवानपुर जिल्लाको सदरमुकाम पनि भीमफेदी नै थियो। राजा रजौटाहरू यही बाटो प्रयोग गर्ने गर्दथे। सन् 1961मा पहिलो पटक नेपाल भ्रमणमा आएकी बेलायती महारानी एलिजाबेथ द्वितीयले शिकार गर्दा प्रयोग गरेको हौदा प्रधानमन्त्री जङ्गबहादुर राणा लगायत राणा प्रधानमन्त्रीहरू लगायतकाले प्रयोग गरेको 42 वटा हौदाहरू यहाँ देख्न सकिन्छ। भीमफेदीबाट 6 किलोमिटर उकालो लागेपछि
काठमाडौँ उपत्यका प्रवेश गर्ने सबैभन्दा ठुलो नाका चिसापानी गढी पुगिन्छ। चिसापानी गढी सन् 1745मा सेन राजाको पालामा निर्माण गरिएको थियो। सन् 1814 देखि सन् 1816सम्मको नेपाल अङ्ग्रेज युद्धको समयमा देशको सुरक्षाका लागि तोप सहितको सुरक्षा सामग्री यहाँ राखिएको थियो। यस नाका भएर आउने जानेलाई सुरक्षा जाँच गरिन्थ्यो भने प्रशासनिक कार्य गर्न कर्मचारी खटिएका थिए। विदेशीहरूले काठमाडौँ प्रवेशका लागि यहीँबाट अनुमति लिने गर्दथे। मकवानपुर जिल्लामै देशको एकमात्र मानव निर्मित इन्द्र सरोवर ताल रहेको छ। यहाँ 12 महिना डुङ्गामा सैर गर्ने सुविधा रहेको छ। अतः धार्मिक, ऐतिहासिक, प्राकृतिक क्षेत्रहरूले भरिपूर्ण मकवानपुर जिल्लाको भ्रमण गरी पर्यटन प्रवर्धनमा हातेमालो गरौँ।